हामी जाँदैछौँ लाकेरी भन्जाङको यात्रामा। यसरी रमाइलो गर्दै हामी सबैजना चाहिँ पछाडि बसिरहेका छौँ। हाम्रो साथमा हुनुहुन्छ हाम्रो धीरन साक्या मामाज्यू, मामाश्री, अनि साथमा म छु मिस्टर सुमन साक्या। यतापट्टि हुनुहुन्छ हाम्रो मिसेस प्रजित साक्या अल द वे फ्रम दुबई जस्ट फर न्यू इयर। अनि त्यसपछि हाम्रो अदिति साक्या, अनि यतापट्टि हाम्रो सरू साक्या आइगरिदियो चिडियाखाना। स्पिकर छ त्यहाँ, स्पिकर छ कति राम्रो हो त्यो स्पिकर, कारवाला स्पिकर एउटा। हामी चाहिँ यो स्पिकर बजाउँदै नाच्दै जान्छौँ है। अब बजाऊ। ए सोलरवाला पो हो त। हाम्रो यो टोलीहरू बाहेक पछाडि अर्को टोली पनि आउँदै हुनुहुन्छ होइन। हाम्रो जम्बू टोली आज हामी चाहिँ के भन्छ अरे 2072 सालको सरी हेलो मिस्टेक 2082 सालको नयाँ वर्षमा यसो रमाइलो भेटघाट जमघटको लागि हामी लाकुरी भन्ज्याङ भन्ने ठाउँमा जाँदैछौँ। लाकुरी भन्ज्याङ जानको लागि आयोजना गर्ने आयोजक ज्यू हुनुहुन्छ, उहाँ चाहिँ सुमन साक्या। अनि आयोजकलाई साथ सपोर्ट दिने अर्को हुनुहुन्छ, उहाँ चाहिँ अदिति साक्या होइन। अदिति साक्या हुनुहुन्छ। अनि यो आयोजकको प्रमुख कारण के हो त भन्नुपर्दा यो आयोजकको प्रमुख कारण चाहिँ प्रदिति श्रेष्ठ जो हिजो काठमाडौँ आइदिनु भयो होइन। प्रदिति साक्या उहाँ चाहिँ के भन्छ अरे दुबईबाट हिजो मात्रै हामीलाई एकदम सरप्राइजका साथ सरप्राइज दिएर आउनुभयो होइन। हामी चाहिँ एकदम के भन्छ अरे अब धन्दै बेहोस भएका थियौँ होइन, 81 मान्छे घरमा देख्दाखेरि। त्यही भएर अब हामी लाकुरी भन्ज्याङ एकैछिनमा पुग्छौँ। अनि उहाँ चाहिँ हुनुहुन्छ यो आयोजकको मामा, उहाँ पनि मक्ख हुनुहुन्छ। अनि उहाँ हुनुहुन्छ सह-आयोजकको अर्को सह-आयोजक। उहाँ पनि सरप्राइजै पर्नु भएको थियो। सायद आज उहाँले यसरी घुम्न जाने प्लान गर्नुभएको थिएन होला होइन, एकदम सरप्राइजमै पर्नु भएको छ। हामी 81 उहाँको घरभित्र छिर्दाखेरि उहाँ चाहिँ पुरा टुवा पर्नु भएको थियो होइन। अनि यता बिचरा उयो आउन नपाएर हो नि त। नमस्कार, हामी चाहिँ आज 2072 सालको उद्घाटन गर्दै लाकुरी भन्ज्याङको यात्रातर्फ हामी सबैजना लागेका छौँ। हामी अल टुगेदर जम्मा 19 जना हुनुहुन्छ सानोतिनो बच्चाहरू सहित गरेर। अनि यो 2082 सालको शुभकामना व्यक्त गर्न चाहन्छु। सबैभन्दा पहिला चाहिँ सर्वप्रथम चाहिँ अनि यो वर्ष चाहिँ गत वर्षमा भएको दुःख कर्म सबै कुराहरू बिर्सेर अब नयाँ वर्षसँगै नयाँ दिन सुरुवात गर्दै अघि बढ्ने हौसला सबैलाई मिलोस्। रक्षा गरौँ सबैजनालाई। 2082 साल चाहिँ एकदम सुखमय बितोस्। यही नै मेरो 2 शब्दको शुभकामना सबैजनालाई दिन चाहन्छु। अब हामी हाँस्ने हो, हामी लाकुरी भन्ज्याङ जाँदैछौँ। नबिर्सनु होला, लाकुरी भन्ज्याङ हामी जाँदैछौँ। अनि पानी
पानीको सिटा पनि हान्दैछ है गाइजहरू। पानी पर्ने सम्भावना धेरै देखिरहेको छौँ, त्यही पनि हामीसँग छाता छैन है। हामी यति गर्दा गर्दै पनि हामी पुगिरहेको छौँ। हेर्दै पानी परेर अब हामी यो ओछ्याउरी चाहिँ ओढ्ने तर्फमा लागेका छौँ होइन। यस्तो नफा गरेर हामी घुमिरहेको छौँ। ल यो हामी यसरी ओढ्छौँ होइन। यसरी पनि हामी यात्रा गरिरहेको छौँ। यो यात्राको एउटा अविस्मरणीय क्षण रहने छ। यो क्षणलाई हामी के भन्न सक्छौँ र होइन गाइजहरू। यो अवस्थामा पनि हामी रमाइलो गरेर छोडिरहेका छैनौँ। हाम्रो रमाइलो गर्ने वातावरण भइराखेको छ र हाम्रो रमाइलो गर्ने उद्देश्यहरू निरन्तर अघि बढिरहेको छ। त्यो निरन्तर अघि बढिरहेको बेलामा हामी यो अवस्थामा छौँ। यो गाडीले नतानेर यो उकालोमा ठेल्दा साह्रै दुःख पाइया छ। कहिलेकाहीँ यस्तो नै हुँदो रहेछ गाइज होइन। गाडी बन्दैछ यहाँ यसो हेर्दै हुनुहुन्छ। हामी यहाँ दुईजना मेकानिकहरू हुनुहुन्छ। झमझम पानी परिरहेको छ, अलिअलि असिना पनि झरिरहेको छ है। अनि यो के भन्छ अरे लाखपुरी भन्ज्याङको यात्रा एकदमै स्मरणीय रहने जस्तो देखियो। गाडीले पनि गाइज हाम्रो चाहिँ गाडीले अलि धोका दियो। त्यो भएर यो लाखपुरी भन्ज्याङको यात्रालाई हामी बिचैमा ठक्क रोकेर हामी चाहिँ अहिले यति बेला आराम गर्दैछौँ। अनि गाडी आउँदै छ ट्रायलको लागि माथि जाँदै हुनुहुन्छ होइन। त्यो गाडी माथि उक्लिन्छ या उक्लिन्न भन्ने कुरा चाहिँ अझै थाहा छैन होइन। त्यो गाडीको कन्डिसन हेरेर थाहा हुन्छ। पानीले गोद्यो भिजेँ म त ल पक्कै भिजेँ। हेर्नुहोस् है गाइस है, दुःख पाएको छु मैले धेरै नै। यो चाहिँ भित्तामै लेखेर टाँसिदिनु पर्यो फ्रेम गरेर ल्याप्चे लाएर। हेरेको हेरे भयो हो गाइस। माथि जाने भनेको रहर मात्रै होला जस्तो छ होइन। तै पनि एकचोटि ट्राई गर्छु भन्दै हुनुहुन्छ हाम्रो भाइजीले। अब भाइजीले के गर्नुहुन्छ मिस सारू के छ तिम्रो खबर? हामी त एकदम बाटोमा अल्मलियौँ होइन। पानीले पनि डिस्टर्ब गर्यो, बाटोले पनि डिस्टर्ब गर्यो, गाडीले पनि डिस्टर्ब गर्यो। हाम्रो 2082 सालको नयाँ वर्षको सुरुवातको दिनमा नै हामीले धेरै दुःखहरू भोग्यौँ। यो विषयमा तिमी के भन्न चाहन्छौ? यो विषयमा अब यो दिन यस्तो भयो भने अब आउने दिन चाहिँ राम्रो जाओस् भन्न चाहन्छु। हामीलाई आज सुरुको दिनमा नै एकदम ढुङ्गा लागे जस्तो भएको छ होइन। तैपनि ठिकै छ, हामी हरेस खाएका छैनौँ होइन त, त्यही भन्न चाहन्छौँ। हामी जसरी पनि जाने प्रयास गरेका हौँ, तर जान सकेनौँ भने पनि केही फरक पर्दैन। हामी खेतीमा गएर भए पनि हामी चाहिँ नयाँ वर्ष मनाएरै छाड्छौँ। यतिको हिम्मत चाहिँ हुनुपर्छ है त मिसहरू। मिस अदिति हजुरको यसमा के छ भनाइ? यसमा जान चाहिँ धेरै मन हो, तर जान सक्नु जस्तो चाहिँ छैन। त्यही भएर हाम्रो प्रयास जारी छ। मिस्टर सुमन सर, यो विषयमा तपाईको के विषय छ? हामी माथि जान ठिक लागि यही लागि त्यो दियो हैन, त्यो पानी हो, त्यो पानी नखान्छ हजुर। सुन्दा नाटक गरेको चिनी पनि आउँदैन। अनि मिस अदिति हेलो दिउने भयो अदिति हजुर भन्नुस् हजुर के भन्नु? हजुर यो जस्तो हामीलाई आज पानीले पनि धोका दियो, बाटोले पनि धोका दियो हैन, हरेक कुराहरू छन्। अनि यो नयाँ वर्षको सुरुवातको दिनमा नै हामीले यति धेरै दुःखको सामना गर्नु परेको छ। यो दुःखको सामनालाई हामीले कसरी जुटाउने सकेर कसरी खट्ने कसरी जुट्ने हामी हार्दैनौँ। हामी हार्दैनौँ। यतिको हिम्मत वाली चाहिँ हुनुपर्छ जस्तो लाग्छ। अनि सुमन सर हजुरको के छ भने भनिहाल्नु। नमस्कार, स्वागत छ। म चाहिँ यस आजको प्रोग्रामको आयोजक तथा सञ्चालक पनि हुँ। अब माग गर्नु होला, मैले चाहिँ महँगो गाडी हाल्न सकिनँ। अनि गाडी चाहिँ धोकेको कारण चाहिँ मैले यो प्लान चाहिँ सक्सेस नहोला जस्तो छ। तर हाम्रो यहाँ प्रतिनिधिहरूको जोस जाँगर अनि हिम्मत देखेर चाहिँ मलाई पनि अलिकति त्यो हौसला चाहिँ आइरहेको छ कि हिँडेर भयो भने हामी जानेछौँ, हाम्रो गन्तव्यमा पुग्नेछौँ। हिँडेर जान त आधा घन्टा 2 घन्टा लाग्छ अरे त। 2 घन्टा लागेन केही छैन। यहाँ छ हामीसँग औषधि पनि छ।
यो औषधि खाइसकेपछि 2 घण्टा गएर 1 घण्टा उठा के आधी घण्टा के औषधि हजुर यो ड्यू कम्पनीको औषधि हो तपाईको माइलेज बढाउने औषधि हो माइलेज बढाउने ए ड्यू कम्पनीको पेट्रोल हो 11 नम्बरको गियरको माइलेज ठ्याक्कै डलर पेट्रोल बढाउने हो पेट्रोल हो यसले चाहिँ यसलाई पेट्रोल भन्छ पेट्रोल कि डिजल हो सर पेट्रोल हो यो पेट्रोल हो हजुर अनि यो चाहिँ हालिसकेपछि चाहिँ तपाईको पावर चाहिँ दोबर भएर आउँछ हजुर 11 नम्बरको गियर चाहिँ तपाईको बढेर आउँछ अनि 2 घण्टाको बाटो 1 घण्टा सट्टै मिलाएर अब कुकुर खानी हो यसो हिसाब किताब हो है यो फेरि फ्रीमा पाइदैन ठिक छ नयाँ वर्ष जस्तो होस् एउटा स्मरणीय भयो होइन सम्झिने खालको भयो होइन 2022 सालको सुरुको दिन हामीलाई एकदमै रमाइलो पनि लागेको छ अनि अलिकति अप्ठ्यारो पनि परिरहेको छ होइन ठिक छ आतिनु पर्दैन म छु यहीँ छु ल हाम्रो गाडीमा अलिकति खराबी देखियो त्यो कारणले हामी चाहिँ यो गाडी मर्मत गर्नेतिर लगाइरहेको छौँ तैपनि सम्भावना केही छ कि जस्तो लागेर हो होइन त्यो भएर के भएको खास केही प्रब्लम देखियो गाडी बिग्रियो हजुर साह्रै आपत पर्यो गाह्रो पर्यो यो दुईजना भाइहरू चाहिँ एकदमै लागि परिराख्नु भएको छ होइन त्यति गर्दा पनि अब सफल भएन भने चाहिँ हामी फेरि फर्काउने सम्भावनामा छौँ ल के भयो भाँचियो बिचरा बहिनीको चप्पललाई यति मर्मत गर्दैछ नि दादाले ल यतिको दादा चाहिँ हुनुपर्छ ल दादा भनेको यतिको चाहिँ हुनुपर्छ ल ए अर्को भाइ हिरो बन्न नजान्थ्यो एकछिन भाइ हिरो नभन न यतिको दादा चाहिँ हुनुपर्छ ल बहिनीको के अरे जुत्ता बिग्रिएर दादाले ठोकठाक गरेर यसरी बनाइदिँदैछ है ल ल पसल छैन है बने ल बिचरा फ्ल्याट दादा बहिनीको लभ टिकटक यहाँ पछाडिको गाडीलाई यसरी पर्खिरहेको ल हामी जाँदैछौँ कोही बात नै आउँदैछ पछाडिको गाडी आउँदैछ जाउँ होइन बाटो अप्ठ्यारो छ यो अप्ठ्यारो बाटोमा अलिकति तर केही छैन यो यात्रा एउटा रमाइलो क्षणमा परिवर्तन भएको छ स्मरणीय भएको छ 2082 सालको पहिलो दिनमा हामीले सबैजना भेट भएर एकदमै रमाइलो गऱ्यौँ अलिकति दुःख कष्टहरू भयो तैपनि यो यात्रा एकदम स्मरणीय थियो मेमोरेबल थियो होइन अब त्यही नै हो अब के भन्नु ल अब आजलाई हाम्रो ब्लग यति नै अब अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद यो चाहिँ लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला गाइस ओके गाइस यो चाहिँ मलाई अलिकति खिचिदिनु भनेर मलाई 450 रुपियाँ दिनु भएको छ यति खिच्नको लागि 1 मिनट जतिको भिडियो खिच्नलाई 450 रुपियाँ दिनु भएको छ म पनि महँगै मान्छे कति एक्सपेन्सिभ रहेछ त म कति एक्सपेन्सिभ भएको छ हेर्नुहोस् त 1 मिनटको भिडियो खिचिदिनको लागि मैले 450 रुपियाँ चार्ज गर्छु सोच्नुहोस् त 100 मिनटको भिडियो खिच्नु पऱ्यो भने मलाई पोर्क सेक्वा 1 किलो है चिकन 1 किलो बफ 1 किलो सेक्वा 1 किलो किन्दा भयो किन अनि त्यसमा आउने सेट आइहाल्यो होइन अनि त्यसको मोमो 10 प्लेट बफ मोमो 10 प्लेट है फ्रेन्च फ्राई किन्दा मजा आयो
अरूलाई मन तातो पानी दिनु के गरे यत्रो उहाँदेखि घुम्नु भनेर आएको यार अनि मोबाइल चलाएर मोबाइल त अरू नचलाएको भइहाल्छ के भन्नु हामी चाहिँ हल्का फुल्का रमाइलो गर्दैछौँ होइन बुढाहरू खाँदै हुनुहुन्छ होइन धेरै जम्बटोली हाम्रो है जम्बटोली होस् होइन बाहिर खान्छ कम छ होइन तिमीहरू यहाँ आएर पनि के हेरेर मोबाइल नचलाऊ यहाँ ठुलो मोमो भन्छ एकदम पिस मिठो वाउ यार यस्तो मोमो खाएर त अर्को हेर्नु मुसा फेरि मिठो मोमो है यस्तो मिठो मोमो आजको लगभग 50% नानी पुग्यो होला बन्द गर्दै धेरै राम्रो हुन्छ यो स्पेसल आइटम यस्तो मिठो रहेछ नि है यस्तो मलाई आउँछ नबिर छ नि अलिअलि खायो मेरो छोरालाई मेरो हात मन पर्छ कि त्यही भएर म धेरै खाना नपुगे
बाबुले खुवाइदिनु पर्ने कि यहाँ एक्कासीलाई विदाई गरेर 2081लाई स्वागत गर्दै होइन अब आउने दिनहरूमा राम्रै होस् खुसी होस् सुखी होस् सबैजनाले यसरी रमाइलोसँग के अरे जिन्दगी काट्न पाओस् मिठो मसिनो काट्न पाओस् भन्ने हिसाबले चाहिँ हामीले आज नयाँ वर्षमा यस्तो प्रोग्राम गरेका थियौँ त्यो प्रोग्रामको आयोजक सर उहाँ हुनुहुन्छ पर होइन त्यो आयोजक सर व्यस्त हुनुहुन्छ तर उहाँसँग कुरा गर्न चाहिन ल हामी चाहिँ लगभग आज धेरै रमाइलो गऱ्यौँ है सायद यस्तो रमाइलो हामीले धेरै कमै गर्छौँ हामी कुन ठाउँले भाइ नै हामी ए हामी चाहिँ अहिले लुबु लामाटारमा छौँ हामी चाहिँ लाकुरी भन्ज्याङ जान भनेर हिँडेका थियौँ तर लाकुरी भन्ज्याङ जान सक्ने अवस्था भएन पानी सिना पानी परेको कारणले हामी जान सकेनौँ गाडीले पनि धोका दियो मैले अघि तपाईँलाई भनिसकेँ अब त्यो कारणले हामी चाहिँ यहाँ आएर चाहिँ यसो हल्का एउटा क्याफे भर्खर एकदम राम्रो क्याफे मिठो क्याफेमा बसेर हामी चाहिँ खाना खाँदैछौँ रमाइलो गर्दैछौँ हाम्रो यो जम्बू टिम हुनुहुन्छ हामी सब लगभग 19-20-25जना जति हुन्छौँ हाम्रो यो जम्बू टिमहरूले चाहिँ यसरी रमाइलो गरिरहेको छौँ है यस्तै हो जिन्दगीमा कहिले काहीँ रमाइलो नि गर्नु पर्दो रहेछ होइन पछाडि पर्या हो हो हामी दुईजना चाहिँ पछाडि परेको हो ओके हामी नयाँ वर्षमा बिन्दास घुम्दैछौँ ल्याउँदैछ ल जो के अरे चित्त दुखेका साथीहरूको चित्त दुखेका मनहरूलाई चाहिँ धैर्य धारणा गर्न र के भन्छ अरे आत्माले शान्ति पाओस् भन्न चाहन्छु हस् नमस्कार हेलो हेलो गुड मर्निङ ल हामी चाहिँ अब फाइनली रूपमा बेलुका 9 बजे अहिले भनी यो पुरानो थिएको हो यो कुरालाई छोड्यौँ हामी चाहिँ लगभग आज नयाँ वर्षको कार्यक्रम सकेर हामी यति बेला चाहिँ घर फर्किँदैछौँ होइन छोरो ठुलो वाला माया गरिदेऊ होइन म यहीँ बस्छु मलाई यहीँ तपाईँलाई ल ल ल भाइहरू ल ओके छोरी ओके ल है ल ल ल ल गुड नाइट हामी फेरि भेट्छौँ ल छिट्टै ल भित्र बस्छौँ न होइन म बाहिर बस्छु ल भाइ यहाँबाट हो जाने यहाँबाट यस्तो ए ल थाहा पाइयो सबै थाहा पाइयो है राम्रो जानु ल ल सबैजनालाई बाई बाई ल भाइ